नमस्ते स्वागत छ हाम्रो मुकबाङ भिडियोमा। आज चाहिँ हामी धेरैजना दिदीबहिनी भएर यो चाम्रे अनि अचार खान लागिरहेको छ। कस्तो लाग्छ हेरेर प्रतिक्रिया गरिदिनु होला। अनि लिनु त मिठो छ खानु त मिठो भयो हजुर। साथमा छ फेरि काँक्रा, यो नरम भयो चुकन्दर अनि अर्को मेवा अनि यसमा छ कुखुराको मासु। यहाँ हामी चाहिँ फेरि अलिकति हामी चाहिँ एकदम भेजिटेरियन पर्यो। यहाँ अचार छ अनि चाम्रे। ल सुरु गरौँ है त। ल सुरु गरौँ ल। कति नरम भएछ चाम्रे। मिठो भएछ। तर अघि चिनी त हालेको तर लगाएर हिँड्छ। चिनीको बारे चिनी लगाएको त हजुर नि। दिदी लाउनु छैन चिनी एकदम मिठो। दिदी चिनी गरौँ मिठो भएको छ। कति नरम एकदम जाडो छ नि त बाहिर चाहिँ। अलि एक दुई दिन भयो पानी पर्ला जस्तो भइरहेछ मौसम चाहिँ। त्यही भएर चाहिँ हामी सबैजना दिदी आज हजुर त फर्स्टचोटि होला हातले खानु हो। मासु नि लाउँदा हामी भेजिटेरियनहरू चाहिँ नराम्रो हुँदैन। दुईवटा दिदीहरू हामी बहिनीहरू चाहिँ अलिक मासु हामीले घिउमा भुटेर बनाएको नि चाम्रे चाहिँ। यति नरम छ कि राजेश्वरी नरम भएछ हौ। कस्तो मिठो है। चिनी हाल्दा पनि मिठो होला है। मिठो त्यो हामीले काँक्रा र उयो खानु। दिदी लिनुहोस्। ल कुखुराको मासु फर्स्ट बाइट। एउटा चुकन्दर लिएँ। अति बेर पनि खाऊ न सलाद त राखिदिउँ है। ल हजुर केही हुँदैन। पिरो केमा पिरो कस्तो पिरो भयो? अचारमा पिरो हुँदैन भनेर अघि हरियो त्यहाँबाट अकबरे दुईवटा अकबरे पल्टाएर हाल्यो कि दिदीलाई चाहिँ कस्तो लाग्यो फर्स्ट टाइम मुकबाङ भिडियोमा आउँदाखेरि? रमाइलो लाग्छ नि। रमाइलो लागेको छ। हाम्रो त एक दुईचोटि त गरिसक्यो तर मन देखेन। दिदीलाई चाहिँ फर्स्ट टाइम हो। हामी चाहिँ फर्स्ट टाइम है। मैले तलै फर्स्ट टाइम चाहिँ को बुढो ठुलो भर्दैन चाहिँ अनि तर म फर्स्ट टाइम हो। चिनी लगाएर चाहिँ कस्तो नरम भयो कि मलाई त्यो ध्यान चाहिँ राम्रो यहाँनिर राम्रो छ। घिम्रे गाउँमा चाहिँ तिमी अहिले खाऊ चिनीहरू कति घिम्ने गाउँ पनि प्रख्यात भयो होइन। यो चाम्रे चाहिँ पहिल्यै गाउँदेखि खान्थ्यो हो अरे? कति खाऊ हाम्रो गाउँघरतिर त यसो त्यही गरी खालि चाम्रे त हो नि। हो? अझै तर चिनी हालेको कति मिठो भयो क्या। है हामी डिक्टेल कलेज जाँदाखेरि चाम्रे पुगेबाटै सुरु हुनु। टपरा खोलेर यो हो र खायो घरघर खाएरै हिँड्नु भएको होला। घरबाट अगाडि खायो कि हजुर राखो लागि घन्टा जतिमा झरिहालिन्थ्यो। अनि पुग्नु त त्यहाँदेखि आधी घन्टा 15 मिनट हो नि त। अझै काँक्रा भोक लागेर कि चाम्रे कहिले खाऊँ चाम्रे कहिले खाउँ भन नि। मिठो भएछ है। तर यो चिनी हालेको झन् मिठो हुँदोरहेछ क्या। त्यही भएर चिनी हालेको मिठो भएको मलाई काम त खान्छ क्या बुझ्यो। चिनी मिठो छ राम्रो नरम भएछ है। एकदम जाडो छ बाहिर त्यही भएर मिठो भएको हो। जाडोमा फेरि खानेकुरा पनि मिठो नै हुन्छ। अचार नि उस्तै मिठो भएको छ। भूकम्प आएकै गर्छ मरिसक्यो बाँचिन्छ। खानु त पऱ्यो होइन साथीहरू। दिन त त्यही डुम्म छ है। टुमा खाने अनि हिँड्ने होइन। दिन कस्तो ऊ भएको छ है। मिठो क्या।
कान्छी दिदीको कुरा धेरै मिठो भयो एउटा चाहिँ काँक्रा र आलु प्याज सानो केरोको अचार बनाएको कति मिठो क्या अझ पनि कस्तो लबल भएछ क्या आज त मैले सिधै आइसकेँ तपाईँलाई को कोलाई चाम्रे भात मनपर्छ होइन कमेन्ट गर्नु होला भिडियो त्यो फेरि एकदम घिउ हालेको चाम्रे है कसरी पकाउने प्रोसेस पनि बताउँला होइन यस्तो मिठो हो मिठो खाँदैछ होइन कुरो गरिसक्दै दिँदैन अचार थप्नु सक्नुहुन्छ है तपाईँहरूले त्यहाँ दिदीहरूलाई लगाइदिनु अचार खाँदैछु कुन थप्नु अहिले म त थप्नु दिदीलाई म हालिदिन्छु नि त म हाल्छु नि आइहाल्छु म हालिदिन्छु हजुर लगाइदिनु पहिला हजुर लगाइदिनु पहिला म अहिले छु ल बरु हुन्छ नि त गर झर्दै झर्ने टाँसेर के देऊ किन थप्ने यहीँ छ है अन्त थप्ने हो कि अन्त अचार यहाँ छ है लाइक कमेन्ट सेयर गर्नु होला धेरै धेरैभन्दा धेरै होइन अनि हामीले कति खालको भिडियोहरू के खाएको मनपर्छ हजुरहरूलाई त्यो पनि कमेन्ट गर्ला त्यो लिएर आउँदैछौँ कोसिसमा गर्छु होइन हामी चाहिँ यो मनोरञ्जन क्षेत्रमा चाहिँ अलिक अगाडि नै छौँ जस्तो लाग्छ है खानु र मनोरञ्जन दुईवटा कुरा अरूमा चाहिँ होइन खानु र मनोरञ्जनमा चाहिँ कस्तो पिरो भएको है छोप हालेको बनाइराखेको छोप हालेको कस्तो छ तिलको छ भाङ र सिलाम मिस्यो भिन्दै स्मेल आएको है हो दिदी पहिला पहिला मिठो लाग्दैन थियो अझै त भाङ नि मिठो लाग्छ आलुको अचारमा भाङ सिलाम मिसा एकदम नयाँ र नरम भएको छ यो सिलाम मिसेको थियो है चिल्लो हुन्छ नि त अहिले के खानुभयो खानेकुरोको हो एकदम मिठो भयो है यहाँ कि एकदम यो घरपेटी आएछ आज बिहानदेखि एकदम सवारी गरेर मिठो भोक लागिरहेको अब खाएर हिँड्नु जाने होइन दिदी अब मात्रै पुगेर आउँछ फेरि खाएर अब बस्नु हुँदैन खाने मात्रै होइन फेरि हाम्रो चाहिँ एकदम एक्सर्साइज नि खानुको साथसाथै त्योभन्दा बढी एक्सर्साइज हुन्छ खाएपछि त्यसलाई डाइजेस्ट गर्नुपर्छ अब फेरि खायो अरे गोकर्णको सामान पुग्यो अरे फेरि हामीले वाकिङ एक्सर्साइज त गर्दो रहेछ तर मोटो रहेछ भन्नु होला मोटो भयो नि एकदम रोग केही छैन हेल्दी मोटो छ है दिदी 40 वर्ष भइसकेको अहिलेसम्म भगवान्ले नसुन्दाखेरि केही भएको छैन अचार खानु न दिदी टमाटर नथप्ने भयो थप्ने हुन्छ नभए लिउ न नि त तान्नु ल अब हाम्रो चाहिँ सक्यो होइन यस्तो गर्छ कस्तो लाग्यो हामीले यस्तो चिल्लो गर न होला
अनि अब नेक्स्ट टाइम फेरि भेटौँला भिडियोमा है। धन्यवाद, बाई बाई।